हेलो गाइज गुड मर्निङ एभ्रिवान मिनिमा लामा अनि म चाहिँ आज पड्गाउँ बेसी सस्ता चौकीमा एउटा स्कुटी र एउटा बाइक बिग्रिएको थियो अनि त्यही बाइक बनाउन जान लागिरहेको छु अनि स्कुटीको चाहिँ प्लग सर्ट भएर स्टार्ट नभएको अनि त्यहाँबाट अर्को बाइकको चाहिँ वाइरिङ सेट जलेको अनि म चाहिँ भिडियोहरू बनाउँदै यसरी हिँड्दैछु है यताउता डाँडाकाँडा हेर्दै हिँड्दैछु म चाहिँ अनि त्यहाँबाट जाँदैछु इन्जोय गर्नु होला भिडियो हेरेर अनि बाइक बनाउँदा बनाउँदै पानी परेपछि खाजा खान आएँ अनि यस्ता हेर्नु होला पानी परेको अनि पानी जे होस् पानी चाहिँ 2 घन्टा नै पर्यो 2 घन्टा जति चाहिँ पर्यो अनि यो ठुलो रुखको याद आएपछि हामीलाई सानोमा यादहरू आउँछ कि है पहिला यतातिर आउँथ्यो हामी घुम्नलाई है यो रुखलाई देखेपछि चाहिँ छुट्टै फिल आउँछ अनि बस्दा बस्दै यो जुत्ताको याद आयो 1200मा किनेको जुत्ता जब 12 दिन पनि टिकेन कस्तो जुत्ता बेच्यो होला यो मान्छेले भनेर चाहिँ सोचेर बसिरहेपछि अनि मनै यसलाई चाहिँ अब धुइधाइ गरेर अब सार्कीकोमा लानुपर्छ अनि अब सार्कीकोमा लगेर राख्नु अब यसरी सिलाइदिनु भन्नुपर्छ भनेर चाहिँ सोच्दै थिएँ म अनि मनैमा चाहिँ कस्तो जुत्ता बेच्यो त्यो मान्छेले राम्रो दिनु भनेको थियो झन् यस्तो पो दियो भनेर चाहिँ मैले 12 दिन पनि लाइनँ है यो चाहिँ 4-5 दिनमा यस्तो भयो अनि त्यहाँबाट फर्केर आइसकेपछि अनि एउटा साथीले फोन गरेर चाहिँ मेरो बुलेटको चाहिँ स्पकेट गइरहेछ त्यो बुलेटको स्पकेट चाहिँ एकचोटि हेर्दैन भनेर भन्दै थियो अनि मैले यस्तो हेर्न आएको पुरा बुलेटको चेन त पुरा प्लेन भइसकेको रहेछ अनि अलिअलि टाइट गर्दाखेरि हुन्छ होला जस्तो लाग्यो अनि म चाहिँ यहाँबाट सरासर अब माथि आफ्नो पसलतिर चाहिँ लाग्न लागेँ ढुङ्खरकातिर अनि अघिसम्म पानी परिरहेको थियो अहिले कस्तो खुल्यो है दिन कस्तो खुल्यो घाम लाग्यो यहाँदेखि हिमालहरू पनि मजाले देख्छ हाम्रो गाउँबाट चाहिँ